सम्पूर्ण उपस्थित महानुभावहरू, आजको यस कार्यक्रमको आकर्षण यस राष्ट्रलाई माया गर्ने व्यक्तित्व, राष्ट्रवादी माटोको आफ्नै विचार बोकेका आदरणीय यस श्रम संस्कृति पार्टीका केन्द्रीय श्रद्धेय अध्यक्ष श्री हर्क सरपञ्चज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म यस स्टेजमा आमन्त्रित गर्न चाहन्छु। जय हर्क सरपञ्च, जय माटो, तालीले स्वागत गरौँ उहाँलाई। सन्चै हुनुहुन्छ? ल धन्यवाद छ, खुसी लाग्यो यहाँहरू सन्चै हुनुहुँदो रहेछ। यो हाम्रो संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भनेर लेखा छौँ। यो कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा मसँगै बस्नुहुने ठुल्ठुलो ढुङ्गा बोक्ने हाम्रो यो पार्टी भन्दा म चाहिँ अभियान भन्छु है, महाअभियान भन्छु। पार्टीदेखि चाहिँ वाक्क दिक्क एकदम पीडित भएर थुप्रै वर्ष हिँडेको मान्छे भएको कारणले पार्टी भन्नु कता कता मनमै मान्दैन। एनिवेज हामीले चाहिँ नि निर्वाचन आयोगमा दर्ता गऱ्यौँ, त्यसले गर्दा पार्टी नै भन्नु पर्ला। यो हाम्रो श्रम संस्कृति महाअभियानको नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यहाँ अगाडितिर बस्नुहुनेहरू चाहिँ अलिक ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाता हो। र ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाताज्यूहरू एकमुष्टमा मैले त्यसरी सम्बोधन गरेँ। यहाँ तल पनि हुनुहुन्छ ढुङ्गा बोक्नलाई सघाउने श्रमदाताहरू हुनुहुन्छ। तपाईँहरू यहाँ बस्नेहरू भन्दा महत्त्वपूर्ण हो है, किनभने तपाईँहरू त्यहाँ उभिएर कार्यक्रम हेरिराख्नु भएको छ है। त्यसो भएको कारणले गर्दाखेरि यताभन्दा यतातिर चाहिँ मेरो अलि धेरै नमस्कार सम्मान। यतातिर पनि छ भन्नुको मतलब यहाँ फ्लोरमा बस्नुहुनेहरूलाई हार्दिक सलाम गर्न चाहन्छु। अब 2-4 मिनट म तपाईँहरूको लिन्छु है। एक दुईवटा कुराहरू मैले राख्नै पर्छ। अब यो श्रम संस्कृति भनेको के हो, यसले गर्न खोजेको के हो भन्ने कुराहरू हुन त मैले विभिन्न कार्यक्रममा बोल्दाखेरि त्यो जाहेर गरिसकेकै छु। तथापि मैले यहाँहरूलाई सामुन्यमा आएर फेस टु फेस सशरीर उपस्थित भएर पनि मैले केही कुराहरू भन्नुपर्ने छ। म तपाईँहरूको केही समय लिन्छु, हुन्छ? सबैलाई माया सम्झना छ हो। जय माटो भनिदिउँ त सुरुमै। उपस्थित मैले मान्नुपर्ने आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, भान्जा भान्जी र जेन्जीहरू, सम्पूर्ण पत्रकार, सुरक्षाकर्मी सबैजनालाई सेवा ढोक नमस्कार टक्राउन चाहन्छु। श्रमदानको अभिवादन टक्राउन चाहन्छु। जय श्रमदान, जय श्रमदाता हो। माटो बोल्छ, अब माटो बोल्छ। यहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब एउटा गीतबाट सुरु गरौँ, हुन्छ? हो, म सँगसँगै मैले जसरी नै गाउनु है। ल, म जे गाउँछु त्यही गाउनु, मैले जस्तो गाउँछु जसरी गाउँछु त्यसरी नै गाउनु। मैले गाइसकेपछि सुनेर के गाउनु पर्ने रहेछ भन्ने थाहा पनि भएर गाउनु, फेरि त्यतिकै मुखमा चाहिँ चलाएर हुँदैन है। हो, भित्र मनबाट गाउनु, मुखबाट होइन, मनबाट गाउनुपर्छ गीत। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई मैसँगै गीत गाउनका लागि म अनुरोध गर्न चाहन्छु। यता बस्नेहरूले पनि बसेर नै गाउँदा हुन्छ। तयार हुनुहुन्छ? ढुङ्गा छुँदा मेरो देश
सबैले गाउनु होला, देशलाई सम्झेर नलजाइकन गाउनु होला। ढुङ्गा छुँदा मेरो देश सम्झिरहन्छु सधैँ। माटो छुँदा मेरो देश सबैले गाउनु होला। सम्झिरहन्छु सधैँ। बेटर गाउँ है। ढुङ्गा छुँदा मेरो देश सम्झिरहन्छु सधैँ। ढुङ्गा छुँदा मेरो देश सम्झिरहन्छु। माटो छुँदा मेरो देश सम्झिरहन्छु सधैँ। जय जय प्रकृति, जय जय संस्कृति, जय जय प्रविधि, जय होस् श्रम गर्ने संस्कृति। ढुङ्गा छुँदा मेरो देश सम्झिरहन्छु सधैँ। सँगसँगै गाउँ। माटो छुँदा मेरो देश सम्झिरहन्छु सधैँ। हिमाल देख्दा मेरो देश तराई देख्दा मेरो देश सम्झिरहन्छु सधैँ। आदरणीय महानुभावहरू, जब हामी ढुङ्गा छुन्छौँ यो देशको सम्झना आओस् हामीलाई। जब माटो छुन्छौँ यो देशको सम्झना आओस् हामीलाई। पानी छुँदा मेरो देश, हावा छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, पहाड देख्दा मेरो देश। यो देशको प्रकृतिहरू हामी देख्दाखेरि पक्कै पनि यो देशलाई हामी सम्झने गरौँ। करिब 1 करोडको संख्यामा हामी विदेशमा छौँ होला यतिखेर। ती सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले प्रदेशमा दुःख गरेर पैसा पठाइदिइराख्नु भएको छ र त्यसको रेमिटेन्सले हामीले देशलाई चलाएको छौँ भन्ने किसिमले यो देशको सरकार चलिरहेको छ। ती सम्पूर्ण महान प्रदेशीहरूलाई आज सम्झौँ यो भूमिबाट। आज हामी सबैले ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्झौँ र उहाँहरूलाई पनि पानी छुँदाखेरि यो देशको याद आइरहोस्, हिमाल देख्दाखेरि यो देशको याद आइरहोस्। मलाई लाग्छ प्रत्येक पल त्यो परदेशीले यो देशलाई सम्झिरहेको छ, परदेशीले त यो देशलाई सम्झेको छ। तर यही देशमा बस्ने हामी स्वदेशमै बस्नेहरूले चाहिँ यो देशलाई सम्झेका छौँ कि छैनौँ त? हो। त्यसो भएको कारणले गर्दाखेरि हरेक पल यो माटोलाई यो देशलाई सम्झन सकौँ भन्ने यो गीतबाट हामीले हाम्रो आजको कुरा सुरु गरौँ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर अब यो देशलाई बनाउनु पर्छ। यो देशलाई बनाउनु मात्रै होइन, यो देशलाई बचाउनु पनि पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ है। सरकार छ कि छैन थाहा छैन।
एउटा नागरिकको जीव धनको सुरक्षा छैन। दिन दहाडै हामी कुटिन्छौँ, लुटिन्छौँ, ठगिन्छौँ है। यो देशमा तपाईँको छैन। हिजो मात्रै चितवनमा एउटा प्रतिवेदन मलाई प्राप्त भयो। 74 लाख मान्छे सहकारीकै तपाईँको छैन पीडित भएर सहकारीबाट ठगिएर बसिरहेका छन्। करोडौँको मानिसहरू, हामी करोडौँको सङ्ख्यामा हामी नेपालहरू ठगिरहेका छौँ। यस्तो ठगिएर बस्नुपर्ने, दबिएर बस्नुपर्ने, रोजगारी नभएको देश, न्याय नभएको देश, कहीँ कतै सुरक्षा नभएको देश, यस्तो देशमा हामी बाँचिरहेका छौँ जुन देशमा आज अभिभावक छैन, नेतृत्व छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी कस्तो नेतृत्व चयन गर्न गइरहेका छौँ भन्ने बारेमा ठुलो बहस छेड्न जरुरी छ। त्यो बहस सुरुवात गरेको छ श्रम संस्कृतिले। म यहाँहरूसँग सल्लाह गर्न आएको हुँ, यहाँहरूसँग सँगसँगै कराउन आएको हुँ, सँगसँगै नाच्न आएको हुँ, सँगसँगै हामी गाउन आएको हौँ। भरे एकछिन हामी नाच्छौँ पनि। अब यो देशमा कस्तो नेतृत्व हामीलाई खाँचो छ। हामीले अहिलेसम्म चुनेका नेताहरू, हामीले चुनेका नेतृत्व मानेका नेतृत्व कस्ता थिए? हामीले गहिरो समीक्षा गर्नुपर्ने, देशलाई कस्तो खालको नेतृत्व दिनुपर्ने भन्ने बारेमा गहिरो बहस गर्नुपर्ने बेला आएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नेतृत्व भन्ने बित्तिकै भिजनको कुरा आउँछ, दृष्टिकोणको कुरा आउँछ। नेतृत्वलाई थाहा हुनुपर्छ कहाँ म जाने, कुन दिशाबाट जाने, बाटो के हो, गन्तव्य के हो भन्ने थाहा हुनुपर्छ। तर आजसम्म म यो विषयमा ठोकुवा गरेर बहस गर्न तयार छु। यो देशको कोसँग बहस गर्नुपर्ने हो, म 1 वर्ष भन्दा बढीकै समयमा, बढी नै समय दिएर पनि म बहस गर्न तयार छु। यो देशमा आजसम्म हामीले चुनेको नेतामा भिजन थिएन, भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने बारेमा भिजन थिएन। हामीले कस्ता नेताहरूलाई चुनिरह्यौँ भन्दाखेरि विदेशी प्रभुलाई ढोक्ने, अलिकति अनुदान लिने, ऋण अलिक धेरै लिने, लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने, बरु पुल नबनाउने, आफ्नो तपाईँको छैन होइन सम्पत्ति जोड्ने, यो खालको मान्छेहरूलाई हामीले नेता ठानेर नेता चुनिरह्यौँ। अहिलेसम्म यो देशमा कोही त्यस्ता मान्छे तपाईँको छैन नेता हुन लायकका मान्छे मैले चाहिँ देखिनँ। किनभने उनीहरूसँग भिजन छैन, दृष्टिकोण बिनाको मान्छे, दृष्टिकोण बिनाको नेतालाई हामीले चुनिराखेकै कारणले ऊ आफैलाई पनि थाहा थिएन कहाँ जाने भन्ने, देशलाई कहाँ पुर्याउँछ, कहीँ पनि पुर्याउँदैन है। भिजन नभएको नेतालाई समयको महत्त्व हुँदैन। जेसुकै होस् उसलाई टाइम पास गर्नुपर्ने हुन्छ, रमाइलो गर्नुपर्ने हुन्छ। अनि त्यो खालको नेता खुदलाई टाइम पास गर्नुपर्ने खालको अवस्था छ भने उसले युवालाई पनि समयको महत्त्व बुझाउँदैन। आज हामी युवाहरू पनि सबै टाइम पासको खोजीमा छौँ कि छैनौँ? कसो गरेर टाइम पास रमाइलो गरी गर्ने, घुमेर पो गर्ने कि कतै के गर्ने कि केही बन्नु छैन यो देशमा, कसैलाई पनि केही छैन। हाम्रो लक्ष्य किन छैन भन्दाखेरि भिजन भएको नेता छाने पो हुन्छ, भिजन भएको मान्छेलाई, दृष्टिकोण भएको मान्छेलाई यसो गर्नुपर्छ भन्ने तपाईँको चाहिँ प्रष्ट भिजन भएको मान्छेलाई चुने पो हुन्छ। त्यसले गर्दाखेरि हामीले चुनेका नेताहरूमा नेतृत्व थिएन, भिजन थिएन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले गहिरो समीक्षा गर्नुपर्छ। त्यो नेता आकाशबाट तपाईँको छैन वर्षी झरेको असिना थिएन, माटोमा उम्रिएको च्याउ जस्तो थिएन। हामी तपाईँलाई नै चुन्यौँ, त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ। अझै पनि हामी कन्फ्युज छौँ जस्तो मलाई लागिरहेको छ। अब पनि हामी कस्तो मान्छेलाई चुन्ने भन्ने बारेमा चाहिँ नि हामीलाई विलम्बन र त्यो तपाईँको दुधार हामीमा छ जस्तो मलाई लाग्छ। हामी त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ जुन मान्छेहरूले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, व्यथितिमाथि व्यथिति फैलाइरहे, अन्य अत्याचारमाथि अन्य अत्याचार गरिरहे। त्यही तपाईँको चाहिँ अन्य अत्याचारलाई चाहिँ तपाईँको साङ्गठिक रूपमा चाहिँ स्थापित गरेर संस्थागत गर्नतर्फ लागे, तर नेपाली जनताले न्याय पाएन। ती मान्छेहरू जुन मान्छेहरूलाई हामीले नेता सम्झौँ, ती दलहरू जुन दलहरूलाई हामीले हाम्रो चाहिँ मताधिकार दिएर बहुमतमा तपाईँको चाहिँ पुर्याइरह्यौँ, सधैँभरि सत्ता सुम्पिरह्यौँ, ती सत्ता हामीले सुम्पेका मान्छेहरूले हाम्रो देशको सिंहदरबारसम्म जोगाउन सकेन, सर्वोच्च अदालत जोगाउन सकेन, संसद भवन जोगाउन सकेन। यी कुराहरू किन त्यस्तो भयो त भन्दाखेरि नेतृत्वको नालायकीपनले त्यो कुरा निम्त्यो।
तमाम जेनजी युवाले तमाम तपाईँको चाहिँ जनताले भनेको कुरालाई ठिक तरिकाले सम्बोधन गरेको भए त्यो भदौको 23 गते र 24 गते आउँथ्यो रे यो देशमा, आउँदैन थियो। जनतालाई हेप्ने, जनतालाई चेप्ने, कुट्दै राखेको तपाईँको चाहिँ नि होइन पेल्दै आएको कारणले गर्दाखेरि त्यसरी नै जान सकिन्छ भन्ने किसिमको तपाईँको चाहिँ नि त्यो दमनकारी नीति गरेको कारणले गर्दाखेरि त्यो दुर्घटना हामीले नचाहँदा नचाहँदै भयो। देशलाई सधैँभरि तपाईँको चाहिँ अराजकता, अशान्ति र अस्थिरतातर्फ लगिरहने मान्छेहरूलाई हामीले नेता सम्झिरह्यौँ, त्यो नेता थिएन हाम्रो लागि।